नमस्ते सबैजनालाई। साङ्घाई, चीन त्यो ठाउँ हुनेछ जहाँ हाम्रो यस क्षेत्रको सबैभन्दा उत्कृष्ट ब्यान्टमवेट फाइटर को हो भन्ने कुराको फैसला हुनेछ। रोड टु यूएफसी सिजन 3 को सेमिफाइनलमा 4 जना फाइटरहरू भिड्दैछन्। भारतबाट चुङरेङ कोरेन, जापानबाट रियो ताजिमा, अस्ट्रेलियाबाट कासिम मर्डोक र नेपालका गौरव रविन्द्र धन्त। यो टुर्नामेन्ट किन यति महत्त्वपूर्ण छ भन्दा रोड टु यूएफसी भनेको एसिया पेसिफिक क्षेत्रका उदीयमान फाइटरहरूका लागि सिधै यूएफसी कन्ट्र्याक्ट जित्ने सबैभन्दा ठूलो मौका हो। यहाँ हार भनेको केवल एक खेल गुमाउनु मात्र होइन, बरु जीवनभरको सपना गुमाउनु पनि हो। यी 4 मध्ये एकजनाले मात्र फाइनलमा पुगेर यूएफसीको कन्ट्र्याक्ट पाउनेछन् र आज म यी 2वटा सेमिफाइनल खेलहरूको विस्तृत विश्लेषण गर्नेछु, हरेक फाइटरको स्ट्रेन्थ, कमजोरी र सम्भावित गेम प्लान केलाएर। आउनुहोस् हाम्रो गफगाथाले तयार पारेको एनालिसिस भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। सेमिफाइनलको समीकरणको कुरा गर्नुपर्दा क्वार्टर फाइनलमा चुङरेङ कोरेनको सामना अपराजित जापानी फाइटर मियागुचीसँग थियो, जुन धेरै कठिन फाइट थियो र उनले आफ्नो अनुभव र धैर्यताले त्यो खेल जिते। जबकि रविन्द्रको लागि एलिटोजन विरुद्धको फाइट केही सजिलो मानिएको थियो र उनले आफ्नो डोमिनेन्स स्पष्ट देखाएका थिए। तर सेमिफाइनलमा भने स्थिति केही उल्टो देखिन्छ। मेरो विश्लेषण अनुसार रविन्द्र धन्तको तुलनामा चुङरेङ कोरेनको लागि यो फाइट केही सजिलो हुन सक्छ। यसको कारण रविन्द्रका विपक्षी कासिम मर्डोकको स्तर रियो ताजिमाको भन्दा धेरै माथि छ। मर्डोकको 8-0-0 को अपराजित रेकर्डले नै उनको स्तर देखाउँछ। एक पनि हार नभएको फाइटर सामना गर्नु सजिलो काम होइन। चुङरेङ कोरेन भर्सेस रियो ताजिमा विश्लेषण। चुङरेङ कोरेनको 8 विन, 2 लस, 0 ड्र रेकर्ड हेर्दा उनको 2 हार भए पनि आफ्नो पछिल्लो फाइटमा उनले नकडाउन र सबमिसन दुवै देखाएर सबैलाई प्रभावित पारेका थिए। उनको स्ट्राइकिङमा पावर छ र ग्राउन्डमा गएपछि पनि उनी कम्फर्टेबल देखिन्छन्। यो कम्बिनेसन सबै फाइटरमा पाइँदैन। अर्कोतर्फ रियो ताजिमा 11 विन, 3 लस, 0 ड्रको रेकर्ड भए पनि उनका धेरै जितहरू स्प्लिट डिसिजनबाट आएका छन् र उनी न त धेरै राम्रो स्ट्राइकर हुन् न त उत्कृष्ट रेस्लर नै। 3 हार भएको यो रेकर्डले देखाउँछ कि ठूला खेलहरूमा उनी कहिलेकाहीँ ढल्न सक्छन्। उनको खेलशैली भनेको भोल्युम र दबावमा भर पर्ने हो, टेक्निकल प्रिसिजनमा भन्दा। ताजिमाको एउटा ठूलो कमजोरी भनेको उनी धेरैजसो हेडहन्ट गर्छन् र आफ्नो लिड लेगमा धेरै वजन राख्छन्, जसले गर्दा उनलाई कल्फ किक र टेकडाउनको लागि सजिलो बनाउँछ। यदि चुङरेङले सुरुदेखि नै लेग किकमा फोकस गरे भने तेस्रो राउन्डसम्म ताजिमाको मोबिलिटी धेरै घट्न सक्छ, जसले उनलाई थप जोखिममा पार्छ। तर चुङरेङले पनि आफ्नो खेलमा सुधार गर्नुपर्ने देखिन्छ। कहिलेकाहीँ उनी फ्ल्याट फुटेड हुन्छन् र डिफेन्स बिर्सेर लापरवाह भएर प्रहार गर्न थाल्छन्। यो ठ्याक्कै त्यो खालको गल्ती हो जो ताजिमा जस्ता प्रेसर फाइटरहरूले फाइदा उठाउन खोज्छन्। उनले आफ्नो स्ट्राइकिङलाई अझ कसिलो र फुटवर्कलाई अझ गतिशील बनाउन आवश्यक छ। यद्यपि चुङरेङको लेभल चेन्ज र रेस्लिङ ताजिमाको लागि भारी पर्नेछ। यदि स्ट्राइकिङमा कुरा बिग्रियो भने पनि चुङरेङसँग टेकडाउनको ब्याकअप प्लान छ जो ताजिमासँग छैन। समग्रमा मेरो विश्लेषणले चुङरेङलाई हल्का फेभरेट देखाउँछ, तर ताजिमाको दबाव र क्रोधले उनलाई कमजोर आकलन गर्नु गल्ती हुनेछ। रविन्द्र ढाट भर्सेस कासिम मर्डोक। रविन्द्र ढाट र कासिम मर्डोकको यो भिडन्त वास्तवमै फाइनल अगाडिको फाइनल जस्तै हो। मर्डोक एक अपराजित फाइटर हुन् र उनको टिम धेरै बलियो छ। उनीहरूको क्याम्पले उनलाई हरेक तरिकाले तयार पारेको देखिन्छ। उनीसँग राम्रो स्ट्यामिना छ, तर रविन्द्र पनि स्ट्यामिनामा कम छैनन् र यही कुराले यो फाइटलाई थप रोमाञ्चक बनाउँछ। रविन्द्रको एकमात्र हार भएको रेकर्डले देखाउँछ कि उनी निरन्तर उच्च स्तरको प्रदर्शन गर्न सक्षम छन्। रविन्द्र धन्तको सबैभन्दा ठूलो शक्ति उनको क्याम एन्ड कम्पोज्ड स्वभाव हो। दबावमा पनि उनी आफ्नो गेम प्लानबाट विचलित हुँदैनन्, जो युवा फाइटरहरूमा दुर्लभ गुण हो। यो मानसिक स्थिरताले नै उनलाई ठूलो स्टेजमा पनि उत्कृष्ट प्रदर्शन गर्न सहयोग गरेको छ। यदि रविन्द्रले मर्डोकको रेस्लिङलाई रोक्न सके भने स्ट्यान्डअप फाइटमा रविन्द्रसँग स्पष्ट अग्रता हुनेछ। मर्डोक आजसम्म TKO भएका छैनन्, त्यसैले यो 15 मिनेटको कठिन परीक्षा हुन सक्छ। रविन्द्रले धैर्यता र निरन्तरता दुवै देखाउनुपर्नेछ। रविन्द्रले पछिल्लो फाइटको दोस्रो राउन्डमा जसरी विपक्षीलाई अनबक्सिङ गरे
त्यसले उनी खेललाई कति राम्रोसँग पढ्न सक्छन् भन्ने देखाउँछ। उनको एडजस्टमेन्ट क्षमता र इन-फाइट इन्टेलिजेन्स अब्बल छ। यसपटक उनले सुरुको मिनेटदेखि नै स्विच अन हुनुपर्नेछ, किनकि विपक्षीले उनलाई कम आकलन गरिरहेका छन् र यो ओभर कन्फिडेन्सलाई रविन्द्रले आफ्नो फाइदामा बदल्नुपर्छ। के अरू फाइटरहरूले रविन्द्रलाई कम आकलन गर्दैछन्? यो एक महत्त्वपूर्ण बुँदा हो। दक्षिण एसियाली फाइटरहरूलाई धेरैजसो वेस्टर्न र पूर्वी एसियाली सर्किटमा कम आँकिने गरिन्छ, तर रविन्द्रको 10-1-0 को ट्र्याक रेकर्डले देखाउँछ कि उनी ठ्याक्कै त्यो स्टेरियोटाइप तोड्न तयार छन्। यदि उनले मर्डोकलाई हराए भने यो नेपाली एमएमएको लागि मात्र होइन, बरु सिङ्गो दक्षिण एसियाली एमएमए सर्किटको लागि ऐतिहासिक क्षण हुनेछ। निष्कर्ष र भविष्यवाणी। हामीले सोच्नुपर्दा यदि रविन्द्रले मर्डोक जस्तो फाइटरलाई हराउन सके भने उनी फाइनलमा चुङरेङ कोरेन विरुद्ध पनि फेभरेट हुनेछन्। मेरो चाहना यो छ कि फाइनलमा रविन्द्र धन्त र चुङरेङ कोरेनको भिडन्त होस्। यो यति उत्कृष्ट खेल हुनुपर्छ कि डेना व्हाइट दुवैलाई यूएफसी कन्ट्र्याक्ट दिन बाध्य हुन्। साङ्घाईको त्यो रात नेपाली एमएमएको इतिहासमा सुनौलो अक्षरमा लेखिने सम्भावना छ। यदि रविन्द्रले आफ्नो काम र कम्पोज्ड स्वभाव कायम राखे र सुरुदेखि नै स्विच अन भए भने उनी यो टुर्नामेन्ट जित्न सक्षम छन् भन्नेमा मलाई विश्वास छ। तपाईहरूलाई यो विश्लेषण कस्तो लाग्यो? कमेन्टमा आफ्नो विचार राख्नुहोला। तपाईँ कोलाई फेभरेट मान्नुहुन्छ? र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला, किनकि साङ्घाईको फाइट नाइटको दिन हामी लाइभ लिङ्क अपडेट र पोस्ट फाइट विश्लेषण ल्याउनेछौँ। धन्यवाद। भिडियो मन परेमा अथवा यस्तै रोचक भिडियो हेर्नको लागि गफकथा युट्युब च्यानललाई माया देखाइदिनुहोला। धन्यवाद।